नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा सङ्घ नेपालले आसन्न निर्वाचनका लागि देशका सबै निर्वाचन क्षेत्रमा परिचालन कमान बनाउने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै युवा सङ्घले आफ्ना पार्टीका उम्मेदवारलाई जिताउनका लागि संगठनका सबै सदस्यहरूलाई परिचालित गर्दै सबै निर्वाचन क्षेत्रमा परिचालन कमान बनाउने जनाएको हो। पत्रकार सम्मेलनमा युवा सङ्घका अध्यक्ष महाराज गुरुङले निर्वाचन परिचालन कमान्डहरूले प्रचार प्रसार रणनीति बनाउने, मतदातामा जागरण ल्याउने, मतदानका लागि भयरहित वातावरण बनाउने र उम्मेदवार सहितको सुरक्षा प्रबन्ध गर्ने जानकारी दिनुभयो। त्यस्तै 6743 वटै वडा कमान्डर र 10,967 वटै बुथमा बुथ कमान्डर तोकिएको बताउनुभयो। आम चुनावमा समृद्ध नेपालको सपना देख्ने, त्यसको पैरवी गर्ने र त्यसका लागि पर्ने उम्मेदवारहरूलाई जिताउन प्रभावकारी रूपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो। नेपाली युवा आन्दोलनलाई नयाँ गति प्रदान गर्ने र आगामी निर्वाचनमा मुलुक बनाउने शक्तिलाई जनमत मार्फत अनुमोदन गराउने उद्देश्यसहित सङ्गठनलाई अघि बढाइने अध्यक्ष गुरुङको भनाइ छ। संगठनका सबै सदस्यहरूलाई परिचालित गर्ने निर्णय गरेको छ, जस अन्तर्गत पिरामिड शैलीमा समन्वय, सहकार्य र परिचालित गर्ने गरी प्रत्येक तहमा निर्वाचन परिचालन कमान्ड बनाएको छ। केन्द्रमा संगठनका अध्यक्ष कमरेड महाराज गुरुङको नेतृत्वमा 501 सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमान्ड बनाएको छ। प्रदेशगत रूपमा मातहतका निर्वाचन परिचालन कमान्डरलाई संयोजन र नेतृत्व गर्ने गरी पदाधिकारी र सचिवालय सदस्यहरूलाई जिम्मेवारी प्रदान गरेको छ। यसका साथै 165 वटै प्रतिनिधि निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमान्ड बनाउने निर्णय गरेको छ र बैठकले उक्त कमान्ड संगठनद्वारा तोकिएका केन्द्रीय सदस्यहरूको नेतृत्वमा उक्त निर्वाचन क्षेत्र अन्तर्गत मतदान केन्द्र भएका संगठनको केन्द्रीय निकाय तथा केन्द्रीय विभागहरूको सदस्य र सम्पूर्ण मातहतका कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र टोल कमिटीका पदाधिकारीहरू तथा सदस्यहरूलाई रहेको छ। बैठकले प्रतिनिधि सभा निर्वाचन परिचालन कमान्डर अन्तर्गत 6743 वटै वडामा वडा कमान्डहरू निर्माण गर्ने र साथसाथै 10,967 वटै बुथहरूमा पनि बुथ कमान्डर तोक्ने हामीले निर्णय गरेका छौँ र साथै निर्वाचन परिचालन कमान्डले उम्मेदवारहरूलाई जिताउन आवश्यक प्रचार रणनीति बनाउने र आम मतदाताहरूमा जागरण ल्याउने, मतदाताको लागि भयरहित वातावरण बनाउने र उम्मेदवारहरूको सुरक्षा सबै प्रबन्धन पनि राष्ट्रिय युवा सङ्घ नेपालले बनाउने भन्ने छ। होइन, कुनै जनसङ्गठनले कुनै सङ्गठनको रूपमा आफ्नो काम गर्दा उसको आफ्नो सङ्गठनको कामै हुनेछ मलाई लाग्छ। उहाँहरूले पनि यो सरकारले गरेको कामप्रति, यो सरकारको सुरक्षा संयन्त्र सबैले गरेको कामप्रति मतदाताहरू र सबै यो निर्वाचन चाहिँ शान्ति सुरक्षाको वातावरणबाट चाहिँ हुन्छ कि हुँदैन भन्ने हिसाबले पनि उहाँहरूले चाहिँ त्यही हामीले जस्तै उहाँहरूले पनि बुझ्नु भएर त्यही ढङ्गले चाहिँ यो सरकारले गरेको निर्वाचन चाहिँ एउटा चाहिँ भयरहित वातावरण हुन्न कि भनेर उहाँहरूले पनि त्यो तयारी गर्नुभएको होला। त्यसैले हामीले पनि हाम्रो ढङ्गले संगठनको हाम्रो ढङ्गले चाहिँ हामीले पनि हाम्रो तयारी गरेका छौँ। अर्धसैनिक भनेर भनिएको छ कि त्यो होइन, उहाँहरूको त्यो आफ्नो नाम राख्ने, आफ्नो तरिका राख्ने भनेको उहाँहरूको आफ्नो तरिका हो। संगठनले चाहिँ आफ्नो उहाँहरूले जस्तोसुकै अर्धसैनिक राख्ने, उहाँहरूले हिजोको दिनमा बनाउनु भएको सबै कुराहरूको उहाँहरूको सङ्गठनको कुरा उहाँहरूकै कुरा हो। कसरी काम गर्नुहुन्छ भन्ने मलाई लाग्छ उहाँहरू अब शान्ति प्रक्रियामा आइसकेर निर्वाचनमा पनि भाग लिइसक्नु भएको छ। मलाई लाग्छ त्यति धेरै जनताको हितमै होला उहाँहरूको पनि भन्ने मलाई लाग्छ। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।